हेलो वेलकम माई च्यानल। नमस्ते सबैजना आरामै हुनुहुन्छ होला। म पनि सन्चै छु, हामी सबै सन्चै छौँ। आज हामी भाटबटेनी मुभीको लागि जाँदैछौँ। बच्चाहरू, मेरो छोरीको साथीहरू सबैजना। आज शनिबार छुट्टीको दिन, स्कुल छुट्टी पनि छ, अनि त्यही भएर आज फिल्म हेर्न जाऊँ मम्मी भन्दै हुनुहुन्छ मेरो छोरीको साथीहरूले। अनि त्यही भएर छोरीहरूसँग छोरासँग फिल्म हेर्न जाँदैछु म पनि। अब हेरौँ होइन, अब टाइम पनि भइसक्यो, हामी निस्किन्छौँ। थ्याङ्क यू। स्नेहा नमस्ते। प्रशंसा नमस्ते। मानसी अनि अंकिता। अङ्किता स्क्वायर, दुईजना। यिनीहरू ढिलो भएर आत्तिँदैछन्। मेरो लागि चाहिँ टिकट भएन अरे, सबै बुकिङ भइसकेको हुनाले म चाहिँ भाटबटेनी घुमेर मात्रै आउने भएँ। म चाहिँ भाटबटेनी घुमेर मात्रै आउनुपर्ने भयो। सिट सब बुक छ अरे, त्यही भएर छोरीहरूले चाहिँ हिजै काटेको भएर यिनीहरूले चाहिँ हेर्ने भए, म चाहिँ घुमेर मात्रै आउने भएँ। बाबु के गरे, दिदीहरूले चाहिँ फिल्म हेर्ने रे, तिम्रो र मेरो त सिटै छैन गरे, सबै बस्ने ठाउँ छैन गरे होइन। त्यही भएर तिमी र म सपिङ मात्रै गर्ने, दिदीहरूलाई छोडिदिने हस्। ल केबुल कार अस्ति नै लगेको त मैले, भिडियो पनि बनाइदिएको है तिमीलाई। अनि ड्याडीसँग नि गएको, दुईचोटि गयो। ल कसलाई मनपर्छ? सारियालाई खाली एल्साको कुरा बोल्छन्। सारियालाई मनपर्छ त्यो? खाली एलिसा भन्छन्। एलिसा भन्छन् हो र? सारियालाई गइकता हो र? सारियालाई मनपर्छ यो टी सर्ट लाने र? हो र? सारियाको बर्थडेमा है? सारियाको बर्थडे त भइसक्यो। हो र? कहिले लाऊ? त्यस्तो लैदिनु मन लाग्यो सारियालाई लैदिनु मन लाग्यो। सारियाले सानो बनाउनलाई यहाँ हो, यहाँ। मिठो न बाबा, व्हाइटमा खाऊ। व्हाइटमा व्हाइट खान्छ। यो मिल्क टेस्टमा मिठो हुन्छ। वाउ, ल बाबुले समात। ओ समात पहिला ल आऊ। Yummy? Yo kan
नि मान्छेले खान पाएन हामीले मात्र खान पायो होइन यिनीहरू मुभी हेर्नु गयो यिनीहरू मुभी हेर्न गयो हामी मुभी हेर्न पाएन न यम्मी यहाँ चाहिँ प्रचारको लागि चिसो हर्लिस भनेर एउटा अफर ल्याउनु भएको रहेछ अनि हामी पनि टेस्ट गऱ्यौँ कस्तो हुन्छ यसको टेस्ट है अब खान जाँदैछु कस्तो रहेछ तातो हर्लिस चाहिँ बरु ट्राई गरेँ थियो चिसो हर्लिस चाहिँ ट्राई गरेको थिएन हेरौँ है यम्मी मिठो छ मिठो बाबु मिठो छ अब हाम्रो सपिङ गयो अभी घर जानुपर्ने हुन्छ बाई 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 के भयो तिमीहरूको अनि सिट हिजै आयो त हिजै खिच्नु भनेको होइन सिट रेकर्ड देखाएन रे यतिन्जेलसम्म मेरो भिडियो हेरिदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद।